अहिले चाहिँ हामीले 20 केजीबाट ड्रप सेट गर्न लागेको छ इन्क्लाइन डम्बेल प्रेसको यो लास्ट सेट हो भाइको लागि मिस्टर घलेलाई मिस्टर हिमालयमा गोल्ड मेडल हनाउने छ मेरो सोच छ ल लेट्स सी है त ल लेट्स गो उहाँ धेरै यता आयो उता एल्बो अलिक उता चेस्ट ब्रिदिङ कन्ट्रोल गर छाड्ने माथि इन पोजिसनमा आइपुग्दाखेरि छाड्ने है मुखदेखि नाकदेखि लिने मुखदेखि छाड्ने कति भयो 3 4 छ रेपिटेसनको 5 लास्ट वान 6 बस त्यहीँतिर छाड्यो 15 को ल्याऊ लेट्स गो टाइट एल्बो भित्र गुड टाइट चेस्ट टाइट 2 3 4 very good 5 6 बस 12.5 को ल्याऊ let's go 1 slowly up 2 3 tight good 4 5 very good 6 once more Ajay 7 bas last 10 kg ko let's go 1 2 3 बिस्तारै 4 5 6 4 more 1 up 2 3 last one very good छाड्दियो ड्रप सेट चाहिँ सकिएको छ है घलेको हेरौ ल फ्लेक्स गर फ्लेक्स अलिक यता गर ल डु फास्ट ल अझै अर्को खालको टाइट गर टाइट होल्ड गर 1 2 3 4 5 ल गाइस घलेको चाहिँ ड्रप सेट सक्यो अहिले शोल्डर प्रेस थियो यो चाहिँ लास्ट सेट उसको ड्रप सेट हो अनि ड्रप सेटमा चाहिँ 20 केजी 15 केजी 12.5 केजी र 10 केजी को रहेको थियो 6 रेपिटेसन यो चाहिँ 6 रेपिटेसन लास्टमा चाहिँ किन मैले 7 र 10 हनाको भन्दा चाहिँ अलिकति लाइट हुने भयो त्यही भएर चाहिँ फेलियर सेटसम्म चाहिँ हान्नको लागि चाहिँ मैले रेपिटेसन बढाएको है अघि के हो 20 को 6 रेपिटेसन 15 को 6 रेपिटेसन अनि तपाईको 12.5 को चाहिँ मैले 7 रेपिटेसन हनाएँ किन 6 इजिली गइरहेको थियो 5 सम्म त्यही भएर चाहिँ अनि 10 को चाहिँ मैले कति 10 रेपिटेसनै हनाएँ किन भन्दा 6 हान्दाखेरि हामी चाहिँ फेलियर सेटसम्म नपुग्ने भएको कारणले गर्दाखेरि चाहिँ मैले फेलियर सेटसम्म हिट गर्नको लागि चाहिँ 10 रेपिटेसन हानेको तपाईहरुले पनि जतिसुकै ट्रेनिङ गरे पनि हजुरहरुले चाहिँ प्रोग्रेसिभ ओभरलोड र फेलियर सेटसम्म चाहिँ हिट गर्नुपर्छ तब राम्रो मसल चाहिँ बिल्डअप हुन्छ है त आजको डे 3 हो डे 3 मा चाहिँ डे 4 हो डे 4 मा चाहिँ भाइको कन्डिसन यस्तो भएको छ अहिलेको कन्डिसन चाहिँ अब यसलाई लिन बनाएर अहिले चाहिँ 72 केजी होला मेबी भाइलाई चाहिँ म सकेसम्म 55 मा ल्याउन खोज्छु तर इभन 55 मा भएन भने 60 केजी मा चाहिँ खेलाउने
मेरो सोच छ एकचोटि फ्लेक्स गरिदेऊ त ल साइड चेस्ट यो साइड चेस्ट चाहिँ एकदमै कसरी गर्ने भन्दा फेरि रिल्याक्स साइड चेस्ट गर्दाखेरि म एकचोटि देखाउँछु एकचोटि यो बाइसेप पनि देखाउने खुट्टाको पोजिसन ठ्याक्क हाम्रो यो गोली गाँठोको सिधा राख्ने हाम्रो उसलाई देन यस्तरी उभिएको हुनु पर्यो यसो देखाउने देन यहाँदेखि यो चेस्टलाई यहाँदेखि सोरेर ल्याउने यो आर्म्सले यो चेस्टलाई यतादेखि सोरेर खिच्ने है देन यसरी चेस्ट अप हुनु पर्यो अनि हल्का स्लाइटली के हुनु त यस्तो गरेर हुनु पर्यो है ल अब पर्फेक्ट बडी बिल्डिङको साइड पोज चाहिँ चेस्टको ल तान्ने यहाँदेखि सोर्ने गुड अब हल्का ट्विस्ट गर्ने यतिको फु गर्ने यहाँको रिप्स देखियोस् चेस्ट अप गर्ने अझै है यो तरिकाको है ल आजलाई यति नै छ अर्को दिन तपाईहरुलाई फेरि भिडियो ल्याएर आउने नै छु र इफ हजुरहरु पनि गेमको प्रेप गर्न मसँग चाहनुहुन्छ भने म तपाईहरुलाई डीएम गर्न सक्नुहुनेछ र म सर्टिफाइड पर्सनल ट्रेनर पनि हो र मैले चाहिँ 8-9 वटा गेमको अनुभव पनि गरेको छु त्यो भएर चाहिँ तपाईहरुले चाहिँ मलाई डीएम गर्न सक्नुहुनेछ त हस् त गाइज आजलाई यति नै